हो केटाहरूको जोजनागर त्यो ना भनिदिइहाल्यो क्या। त्यो सानो कुरा चाहिँ 2400मा पुगिहाल्यो। हाम्रो झगडा भयो क्या एउटा केटा र एउटा केटीको होइन। केटा सबभन्दा फटा हुन्छन् है, केटाको बानी त्यही त हो। अब जिस्काउने। हेलो गाइस, गुड मर्निङ, वेलकम ब्याक टु माई अनदर भ्लग। गाइस आज चाहिँ म तपाईँहरूको सामु एउटा भ्लग ल्याएर आएको छु। गाइस यो भ्लग चाहिँ एकदमै इन्ट्रेस्टिङ हुनेवाला छ। गाइस अहिले चाहिँ म चाहिँ मेरो घरदेखि माथि 2400मा जाँदैछु, किनकि थाहै होला अब म्यादीमा भइसकेपछि त अब ट्रेनिङमा त जानु पऱ्यो। अहिले चाहिँ म जाँदैछु। ओ गाइस पछाडिबाट मेरो दिदी पनि आउँदैछ। मेरो दिदी पनि म्यादी हो है। मेरो दिदीको नाम चाहिँ पूजा हो। अहिले चाहिँ ऊ चाहिँ गले लाग्यो भनिरहेछ, यस्तै हिँडिरहेछ। के हो त्यो? अनि के हो त? भाइको लागि त एकदम राम्रो खानेकुरा ल्याएको। के हो? गाइस रोटी ल्याएको, भात ल्याएको भनिसक्यो। अब चाहिँ यस्तो कि पछि भोइसतिर भोक लाग्छ क्या, त्यही भएर ल्याएर आएको छु। गाइस अहिले चाहिँ जाँदैछु। मैले चाहिँ धेरै दिन भयो भ्लग हाल्न पाएन, किनकि अब उतातिर भएपछि भ्लग बनाउनु पाइँदैन नि त। हामी बिहानै गइहाल्छौँ, सिधै बासा आउँछौँ, त्यही भएर पाइँदैन। गाइस आजदेखि चाहिँ म भ्लग बनाउँछु है। भ्लग चाहिँ लुकीचुकी भए पनि भ्लग बनाउँदैछु होइन पूजा? कहिले मलाई किन हद गरिहाल्दैन होइन, भ्लग बनाउने मान्छेले हद गरिहाल्दैन, हाल्दैन। गाइस अहिले चाहिँ जाँदैछु। गाइस आज चाहिँ हामीले चाहिँ आइडी कार्ड पाइसक्यौँ। यो चाहिँ हो मेरो आइडी कार्ड। र आज चाहिँ अब ड्रेस चुस्ता त पाइँदैन, आज चाहिँ ज्याकेट ल्याएर आउने हो भनिरहेको थिएँ सरहरू। आज चाहिँ ज्याकेट गर्छु देख्थे। आजको ज्याकेट कस्तो छ गाइस आज तपाईँलाई देखाउने छु। म अब चाहिँ म तपाईँलाई कस्तो बन्छ आजको भ्लग देखाउने छु। त गाइस हामी चाहिँ चौकी पुगिसक्यौँ। गाइस अहिले चाहिँ पुगिसक्यौँ गेटनेर, हाम्रो स्वास्थ्य चौकी टाँटेमा। उता चाहिँ आएर छन् साथीहरू। र चाहिँ भिडियो बनाउनु अलाउ छैन है, तर म चाहिँ लुकिसुकी बनाइरहेको छु, तर थाहा पायो भने मार्छ नि। के हो, कहाँ हो? ड्युटीमा हो? होइन नि। अनि कहाँ हो त? हामी जान्ला पठरीलाई भेट्न गर्न र मासु भात चपाउनु, बुझी? ल ठिक छ जाऊ ड्युटी गरेर राम्रोसँग बनाएर राम्रोसँग होइन भाइरल भइस् त। ओके ल। गाइस म चाहिँ अहिले चाहिँ उता चौकीबाट घर फर्किहालेँ। घर त पुगे होइन, अब केही समयमा पुग्छु। गाइस मैले तपाईँहरूलाई भनेको थिएँ आज ज्याकेट बाँड्छन् भने, तर चाहिँ आज चाहिँ केही दिवस या केही गाडीका कारण बस चाहिँ ज्याकेट चाहिँ आज चौकीमा आउन सकेन। आज चाहिँ चौकीमा ज्याकेट बाँडेन। गाइस मैले पनि भनेको थिएँ कि आज चौकीमा गएर भिडियो भ्लग बनाउँछु भने, तर चाहिँ उतातिर चाहिँ भिडियो बनाउन अलाउ छैन, मैले बनाउन सकिनँ। गाइस उतातिर बनाउन नसके पनि आज चाहिँ के भयो हाम्रो चौकीमा म तपाईँहरूलाई बताउँदैछु, सुन्नुहोस् है। आज चाहिँ एकदम इन्ट्रेस्टिङ भयो क्या। यस्तो हो कि अब सबैभन्दा पहिलादेखि भन्छ एउटा हाम्रो झगडा भयो क्या, एउटा केटा र एउटा केटी होइन। त्यो कस्तो भयो भन्दैमा एउटा चाहिँ केटी एउटा काली रहेछ, काली त छैन होइन, एउटा गोरी छ क्या, अन्त एउटा केटा रहेछ होइन। अब केटाको बानी त्यही त हो, अब जिस्काउने, मतलब जिस्काउने त होइन, जिस्का त होइन, तर खास गरी अब यताउता हिँड्दै जाँदाखेरि त्यो केटाले चाहिँ हल्का काली भनिदिए रहेछ क्या, हुन्छ मायाले काली भनिदिए। ठ्याक्कै त्यो कुरा चाहिँ त्यसले सुनिहाल्यो रहेछ। त्यो सुन्ने बित्तिकै मलाई काली भन्छ भनेर अब उसले गाली दिइहाल्यो है केटीले। अनि केटीले गाली दिने बित्तिकै अब केटाहरूको त हो, केटाहरूको जोजनागर त्यो मा भनिदिइहाल्यो क्या। मा भनेर बच्चा बुच्चु गरेर पुडम पारिदिया रहेछ क्या। पुडम पारेर त्यो सानो कुरा चाहिँ 2400मा पुगिहाल्यो। 2400मा पुग्ने बित्तिकै बच्चापच भइसक्यो गाइस। अब त्यही त हो होइन। अब चौकीमा पुगेपछि के हुन्छ थाहा होला। त्यो केटालाई 1 2 3 गर्न लगायो क्या। तपाईँलाई थाहा छ 1 2 3 1 भनेको के हो थाहा छ? तर थाहा छैन होला है। जो चाहिँ म्यादी बन्छ नि त्यो मान्छेलाई पनि थाहा हुन्छ। 1 2 3 1 भन्ने त्यो मान्छेलाई थाहा हुन्छ। त्यस्तो भनिहाल्यो, यस्तो घोप्टा पाराएर पछाडि लगाइहाल्यो क्या। लगाएर आज त्यस्तो भयो। अनि एउटा चाहिँ अर्को घटना पनि भयो है। एउटा अर्को घटना चाहिँ के भयो भनेपछि एउटा चाहिँ बान्नु हाल्ने थियो र बान्ने हाल्नको लागि ढुङ्गा बोक्नु थियो है होइन। अब ढुङ्गा बोक्न जाने क्रममा केटा सबभन्दा फटा हुन्छन् है। जाने क्रममा चाहिँ उता खोलामा पुग्यौँ र खोलामा ढुङ्गा उचाल्दाखेरि केटाले चाहिँ उठाउने क्रममा चाहिँ त्यो चाहिँ छाडिदियो भुइँमा।
भुइँमा छाडेर एउटाको खुट्टामा लाग्यो धन्न खुट्टामा त लागेन खुट्टामा लागेको भयो भने के हुन्थ्यो त्यो मान्छेलाई त अब अझ त्यो मान्छेलाई पनि एक दुई तिन गरेर अझ सजाय पाएछ यस्तो भयो गाइज जहाँ पनि सजाय मात्रै पाउँछन् केटाहरू चाहिँ र मैले चाहिँ पाएको छैन अब खोइ कहिले पाउने थाहा छैन मलाई पनि मेन टार्गेट हालेको छ उसले यस्तो नराम्रो काम गर्छ भनेर नराम्रो काम त म गर्दैन अब हुन्छ नि त त्यसै चाहिँ टार्गेट हालेको छ अब म कहिले फस्ने हो थाहा छैन त्यो गाइस आजको उताको चाहिँ तर रमाइलो भयो है पहिला चाहिँ झगडा भयो पछि चाहिँ ढुङ्गा फालेर उता ठुलो बहस भयो टेन्सन छ गाइस गाह्रो छ ल गाइस अब चाहिँ भ्लग यति नै अब चाहिँ मेरो चाहिँ म अब भिडियो एडिटिङतर्फ लाग्छु मेरो चाहिँ अर्को भ्लग पनि छ त्यसलाई त्यसलाई चाहिँ म एडिटिङ गर्छु अब यति नै गाइस म अब भेट्छु तपाईँलाई अघिल्लो भ्लगमा त्यति बेलासम्म तपाईँको दिन शुभ होस् बाई बाई